कम्मर तथा गर्दनको नसा च्याप्पिने समस्याबाट बच्नका लागि यो 10 उपायहरू अनिवार्य रूपमा अपनाउनुहोला। नियमित रूपमा व्यायाम गर्ने, एउटै पोजिसनमा घण्टौंसम्म नबस्ने, समय समयमा आफ्नो आसन अर्थात् आफ्नो पोस्चरलाई चाहिँ परिवर्तन गर्ने, ढाडलाई अडेस लगाएर बस्ने, कम्मरमा विशेष प्रकारको एलएस बेल्टको प्रयोग गर्ने, मोटरसाइकल चलाउँदा ध्यान दिने, गरुङको हेलमेट लगाउँदै नलगाउने, सकेसम्म मोटरसाइकलमा लामो यात्रा नगर्ने, शरीरको तौल सन्तुलनमा राख्ने, गरुङको सामान उठाउँदा हतार नगरी शरीरको सन्तुलन मिलाएर मात्र उठाउने गर्नुस्। खेल्दा, उफ्रिदा वा दौडिँदाखेरि ढाडमा लाग्ने चोटपटक बारे सावधान रहने। करिब 80 देखि 85% नसा च्यापिएको बिरामीको उपचार बिना अपरेसन अकुपञ्चर र फिजियोथेरापी विधिबाट गर्न सकिन्छ। नेपालको पहिलो र एकमात्र अकुपञ्चरको हस्पिटल ब्लू लोटस हस्पिटल मात्र नेपालको त्यस्तो हस्पिटल हो जहाँ अकुपञ्चरका सम्पूर्ण सेवाहरू कन्सल्टेन्ट चिकित्सकहरूबाट मात्र दिने गरिन्छ, जुन सेवा नेपालका अन्य हस्पिटलमा तपाईले पाउन सक्नुहुन्न। यदि तपाई वा तपाईका नजिकका व्यक्तिहरूमा पनि नसा च्यापिने समस्या छ र बिना अपरेसन उपचार गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हाम्रा शाखाहरू सातदोबाटो, त्रिपुरेश्वर, चुच्चेपाटी, भक्तपुर ठिमी। तपाईलाई जुन स्थान नजिक लाग्छ त्यहाँ गएर स्वास्थ्य परामर्श लिन सक्नुहुन्छ, उपचार लिन सक्नुहुन्छ।